हेलो साथीहरू, के छ? होप हजुर सन्चै हुनुहुन्छ होला। आज एकदमै गर्मी छ, बाहिर निस्किनलाई लगाएको। म अहिले अहिले चाहिँ 11:30 जति भयो। म अहिले चाहिँ जिम जान लागेको छु। यस्तो गर्मी छ कि बाहिर। मेरो छाता रेडी भयो, अब म जिमतिर हिँडेँ। अनि आजभोलि जापानमा एकदमै गर्मी छ कि, यस्तो गर्मी छ बाहिर निस्किन पनि झ्याउ लाग्छ। अनि यसो छाता ओढेर निस्किन लागेको। अनि के छ हजुरहरूको खबर? अब के गर्नु, वर्ल्ड कप हेर्नु भएको छ कि भएको छैन? मैले त वर्ल्ड कप हेरेर आएको थिएँ। अस्ति काममा थिएँ, म काममा हुँदा नि वर्ल्ड कप हेरेर आएको थिएँ। अब के गर्नु, अर्जेन्टिनाले त गयो त, तर चाहिँ गेम चाहिँ एकदम राम्रो भएको थियो। अब चाहिँ त्यो मार्टिनेजले कति 11वटा गोल रोकेको थियो होइन, यस्तो दामी थियो गेम चाहिँ। लास्टमा चाहिँ एक गोल त हानिहाल्यो कि। अनि पेनल्टीसम्म पुगेको भइदिएछ सायद अर्जेन्टिनाले नै जान्थ्यो होला, तर के गर्नु, पेनल्टीसम्म गएन। र ठिकै छ, गेम हो, गेममा हार जित त भइहाल्छ नि। अब मेसीले त्यति धेरै ट्रफीहरू जितिसकेको छ, हिज अ लेजेन्ड, उसलाई त अब कुनै हुनै छैन। अनि के छ हजुरको खबर खबर? अनि तर यो एरिया चाहिँ बहुत शान्त छ कि, म बस्ने एरिया चाहिँ त्यस्तो हल्ला खल्ला केही पनि छैन। यहाँ अगाडि एउटा मारुचु भन्ने स्कुल छ, त्यसको भिडियो गएको थियो, मैले हेर्नु भएको थियो होला। अनि त्यही छ, अब चाहिँ यस्तो गर्मी छ, गर्मीमा चाहिँ अब छाता ओढेर चाहिँ जिम जान आँटेको म त। के गर्नु, मलाई गर्मी त्यति मन पर्दैन कि, जाडो भयो जति भए पनि म सहिहाल्छु, तर गर्मी चाहिँ त्यति मन पर्दैन। यहाँ जापानमा छ नि, बाटो यति खाली भए पनि यहाँ चाहिँ त्यस्तै बाटो मिल्दैन कि, बाटो कोही पनि छैनन्, गाडी केही पनि छैनन्, तर पनि खाली भए पनि यहाँ चाहिँ ट्राफिक रुलहरू चाहिँ नियम पालन गर्नुपर्छ कि। यो यहाँ छ नि, यो यहाँ दाबियो, यसको नाकमा त्यसपछि चाहिँ यहाँ ट्राफिक लाइट बल्छ, हरियो बल्यो, त्यसपछि चाहिँ जाने खाली छ बाटो, तर पनि ट्राफिक नियम चाहिँ पालन गर्नुपर्छ भन्छ। उयो चाहिँ स्कुल हो यो, त्यो मारुचु भन्ने स्कुल हो यो। यहाँ आज के हो, 2जना मात्र बच्चा छ त, यस्तै छ। र यस्तो शान्त छ बाटो, यो खाली यो एरिया चाहिँ एकदम शान्त एरिया हो, खासुको एरिया, त्यस्तो मान्छेहरू पनि हुँदैन, त्यस्तो भिडहरू पनि हुँदैन। यो कस्तो टाइपको ठाउँ भनेपछि न सहर टाइपको न गाउँ टाइपको हुन्छ नि, त्यो चाहिँ बिचको, तर चाहिँ फेसिलिटीहरू सबै नजिकै छ, त्यस्तो केही पनि छैन। के कराएको यो आज यस्तो आवाज बहुत आउँछ, के गर्ने, यस्तो इरिटेट लाग्छ नि यसको आवाज सुनेर। अब के गर्नु, यो मारुथा स्कुल भनेको छ नि, यही हो, यहाँ बाटो तिर्ने मिल्छ उयो स्कुल अगाडि। अनि अहिले आज चाहिँ आज स्कुल चलिरहेको होला, हिजो चाहिँ बिदा थियो, यहाँ हिजो बिदा थियो, खोइ पनि बिदा थियो हिजो। मेरो हिजो नाइट काम थियो, नाइट काम गरेर चाहिँ आएर सुतेर हिजो चाहिँ म जिम पनि गएन, किनकि नाइटको बेला चाहिँ त्यति जिम जाँदैन कि म, किनकि अब रातभरि सुत्यो आउन्न, दिउँसो आएर सुत्यो 12-1 बजी सुतिन्छ, 5-6 बजी उठिन्छ, त्यतिखेर जिम गए पनि हुने हो नि त, तर पनि किनकि सुतेको हुन्न नि त, निन्द्रा पुगेको हुन्न, त्यसैले जाँदैन। यस्तै छ। अनि हजुर खबर के छ? सिओए आइसकेको मान्छेहरू चाहिँ जापान पुगिसक्नु भएको होला, यस्तो स्टुडेन्टहरू। अनि गएको सायद आजदेखि सुरु पनि भयो होला। मैले एउटा चिनेको नानु थियो, ऊ पनि जापान पुगे दाइ भन्दै थियो, ऊ चाहिँ अलि उता टोकियो एरियातिर रहेछ। अब उसको नि आजदेखि गएको सुरु भयो क्या हो, राम्रै रहेछ, गर्मी रहेछ भन्दै थियो। के गर्नु, गर्मी त छ नि होइन, जापानको गर्मी हो। यहाँ आज घुमी फालेको रहेछ, घुमी चाहिँ यस्तो फाल्छ। आज चाहिँ यो मैरो घुमी फाल्ने दिन रहेछ आज चाहिँ, यसरी फोहोर फाल्ने ठाउँ हुन्छ यहाँ। त्यो चाहिँ गोमी चाहिँ किन त्यस्तै ढाकेर राखेको भनेपछि कौवाहरूले आएर चाहिँ पल पारिदिन्छ कि यताउता छरिदिन्छ, त्यो कारण फोहोर नहोस् भनेर चाहिँ त्यसको माथि चाहिँ त्यो जाली जस्तो राखेको है। त्यही हो। बाहिर निस्किँदाखेरि चाहिँ त्यो मेरो घरको अगाडि चाहिँ अस्ति एउटा घर, पुरानो घर थियो, त्यो घर भत्काएर चाहिँ भत्काइसकेको छ। अनि त्यहाँ चाहिँ अलिअलि काम चलिरहेको छ कि, नयाँ घर बनाउने होला सायद। अनि चाहिँ इलेक्ट्रिसिटीको मान्छेहरू चाहिँ आएर, इलेक्ट्रिसियन आएर चाहिँ पोलको काम चाहिँ गरेको थियो, एकछिन चाहिँ हेरेर बसेको, त्यसको भिडियो पनि छ गराएको छु मैले यहाँ, अनि हालिदिन्छु। अनि जापानको यहाँ एउटा म जिम जाने बाटोमा एउटा पार्क छ, यहाँ यो पार्क हुँदैन, सानो बच्चाहरूले खेल्ने टाइपको हो कि यो,
होइन राम्रो छ यो शीतल छ हावाहरू आउँछ हावाहरू चाहिँ चलेको हुन्छ यहाँ बेबी बच्चाहरू चाहिँ खेलिरहेको हुन्छ बच्चाहरू खेल्नको लागि पिङहरू छ चिप्लेटीहरू छ यो पिङहरू भइहाल्यो है शीतल छ यहाँ बच्चाहरूलाई खेल्ने यो चिप्लेटीहरू यो यो जापानमा चाहिँ के मनपर्छ भनेपछि चाहिँ हरेक एरियामा जस्तै 15-16वटा घरहरू भएको एरियामा चाहिँ एउटा यस्तो पार्क चाहिँ हुन्छ कि पब्लिक पार्क चाहिँ आएर बस्ने साँझ बस्ने गफसफ गर्ने अथवा चाहिँ सानो बच्चाहरूलाई खेलाउने पार्क चाहिँ हुन्छ कि यो चाहिँ मलाई एकदम र पार्कमा चाहिँ टोयलेट पनि हुन्छ टोयलेट पनि व्यवस्था गरिदिएको हुन्छ तर यो टोयलेटमा चाहिँ व्यवस्था हुन्छ टोयलेटमा पानी चाहिँ सबै आउँछ या टोयलेट गऱ्यो भने चाहिँ टोयलेट टिस्यु पेपर चाहिँ हुँदैन कि त्यही मन पर्दैन मलाई नत्र अरू त सबै ठिकै छ हो जापान चाहिँ बहुत सफा कन्ट्री है एउटा धुलो माटोहरू के पनि देख्दैन कि बाटोमा अब अनि मलाई सबभन्दा दामी घर लाग्ने चाहिँ यो है यो घर छ नि अगाडिको यो घर चाहिँ मलाई बहुत दामी लाग्छ कि यो घर छ नि सायद दुई भाइको दुईजनाको होला यताउता सेम स्टाइलको छ अब के मलाई नि घर बनायो भने चाहिँ मेरो नेपालमा नि घर बनायो भने चाहिँ यस्तै टाइपको घर स्टाइल छ मन छ है के हुन्छ अब सपना हो कहिले पुरा हुन्छ हजुरहरूले पनि भिडियो हेर्नुहोस् लाइक गर्नुहोस् सेयर गर्नुहोस् अनि अलिअलि युट्युबबाट पनि आओस् कि भन्ने प्लान छ के अरे म अब जिम पुगेँ उयो यो मेरो जिम 24 लेखेको छ नि इको फिट 24 भनेर म यहीँ हो एक्सर्साइज गर्ने आज चाहिँ मेरो चाहिँ ब्याक र बाइसेप छ आज एक्सर्साइज चाहिँ मेरो अब अहिले गएर भित्र गएर एक्सर्साइज बाहिर मात्र गर्ने भित्र त एसी चाहिँ लागु हुन्छ ठिकै हुन्छ यहाँ पनि इलेक्ट्रिसिटी काम चलिरहेको रहेछ यहाँ मान्छेहरू बसिरहेको छ अगाडि चाहिँ त्यो ड्रेस लगाएर बस्छ नि त्यो ड्रेस लगाएको मान्छे चाहिँ बाटो देखाइदिने मान्छे हो कि यता यस्तरी जाऊ भनेर बाटो देखाइदिने मान्छे हो ल यहाँ हरियो बत्ती बल्दैछ दया न यहाँ यो भित्र छिर्ने ठाउँमा ल जिम गएँ म यसले एक्सर्साइज गरेर छु म त्यसपछि चाहिँ बिहान निस्किन्छु है यहाँ छ यहाँ क्युआर स्क्यान गर्ने हो त्यसो भित्र जाने है ल मेरो जिम भयो एक घन्टा 1.5 घन्टा जति एक्सर्साइज गरियो अब गर्मीमा फेरि बाहिर निस्केको छु अब रुममा जाने हो खाना खाने हो प्रोटिन खाने हो बिदा छ आज अहिले त केही पनि गर्दैन होला अब सुत्ने हो अनि सुत्ने भन्दा नि पल्टिने हो पल्टिएर त्यसपछि मुभी सुभी हेर्नु पर्ला अनि त्यही हो आजको दिन त्यस्तै जान्छ भोलि फेरि काम छ भोलि काममा जानु पर्यो जापानमा यस्तो गर्मी कस्तो गर्मी हो क्या यार बाहिर निस्किने मन नलाग्ने गर्मी छ कि पहिला साँझतिर बाहिर निस्किन मन लाग्थ्यो अहिले त बाहिर पनि निस्किन मन लाग्दैन 4 बजे नै 6 बजेसम्म पनि उज्यालै हुन्छ गर्मी हुन्छ अनि बाहिर कहाँ निस्किनु कि अनि जापानमा आउनुभएको साथीहरूको लागि कस्तो लागिरहेछ जापान स्टुडेन्ट भिसामा आएको साथीहरूलाई गर्मी कतिको छ हजुर ठाउँतिर पानी पर्ला भनेको हिजो हेरेको थिएँ मैले अब बिहिबार पानी पर्छ भनेको थियो हेरौँ अब बिहिबार पानी पर्छै पर्दैन यता हाम्रो एरियातिर धेरै छैन कि 40% जति भन्ने थियो कि 40%मा अब टिक्छ कि टिक्दैन पानी पर्छै पर्दैन थाहा छैन मलाई हेरौँ के हुन्छ अनि जापानको बसाइ यस्तै छ अहिले आउँदाखेरि बाइसेप गरेको थिएँ आज मेरो ब्याक र बाइसेपको एक्सर्साइज थियो हात यो ट्राइपोड्स मात्रै छ नि त मैले यस्तो हात दुखेको छ मेरो बाइसेप दुखिरहेको छ कि किनकि लगातार होल्ड गर्नुपर्ने छ नि त छैन साइकल छैन म बाहिर साइकल छ किनकि यहाँ बाटो काट्दैन बाटोको पनि छैन यहाँ चाहिँ ट्राफिक लाइट छैन कि यहाँ चाहिँ यो जेब्रा क्रसिङ जस्तो छ त्यही जेब्रा क्रसिङबाट काटेको
अनि म अघि आएको बाटोभन्दा अलि फरक बाटो फर्किरहेछु म अहिले चाहिँ। अनि कतिवटा बाटो देखाउने भनेर नि बाटो देखाउन ए यो घरहरू दामी छ कि कस्तो मिलेको घरहरू छ कि एउटै साइजको है। यहाँ पनि हेर न यो घरहरू भइहाल्यो। ऊ त्यहाँ अगाडि आर्मीको क्याम्प छ यहाँ। आर्मी क्याम्प भएर चाहिँ यो आर्मीको हुन्छ नि ठुलो हलिउड मुभीहरूमा हुन्छ नि दुईवटा पङ्खावाला हेलिकप्टर अगाडि पनि पछाडि भएको। अस्ति 2-3टा उडिरहेको थियो कि अनि आजभोलि भोज के भइरहेछ। अनि यो आर्मीको हेलिकप्टर पनि उडे गर्छ कि आजभोलि के जापान जापान र उसको चाइनाको चाहिँ हुँदैछ भन्ने सुनेको थिएँ मैले अस्ति। के गर्ने अब हेरौँ के होला होला। अहिले त खै अस्ति साउथ कोरिया नै नर्थ कोरियाले पनि त्यो मिसाइलहरू ट्राई गरेर आउँछ नि त जापानको कुन चाहिँ एरियामा पानी समुद्रमा चाहिँ खसेछ भन्ने सुनेको थिएँ मैले। अब हेरौँ के हुन्छ यो यस्तो भइरहन्छ कि अब झन् चाइनाले पनि चेपेछ ताइवानलाई। अब कुनै दिन जापानले पनि छोडेर जानु पर्ला जस्तो के हुन्छ अब। अनि गर्मी त लास्टै छ कि म छाता नओढ्ने मान्छे पानी पर्दा नि छाता नओढ्ने मान्छे यस्तो गर्मी छाता ओढेर हिँड्नु परेको छ यहाँ। मलाई छाता मलाई पानीमा हिँड्न बहुत मनपर्छ। पानी परेको बेला पानीमा हिँड्न चाहिँ बहुत मनपर्छ मलाई। आज छाता अब के गर्नु अब यस्तो गर्मी छ। यो प्लान्टहरू पनि गर्मीले गर्दा हेर्नु है यस्तो पातहरू पनि लपक्क तलतिर गर्छ। नि टमाटरहरू फलेछ यहाँ। अब खान्न के टमाटर यिनीहरूले यस्तो कुहिएर ऊ होइन ऊ छ नि होइन के हो काँक्रा काँक्रा नखाएर यस्तै कुहिएर तल झरेछ तर खान्न के। अब भेन्टाहरू फल्दैछ यहाँ भेन्टा पनि खानेवाला छैन यिनीहरूले यस्तै कुहिएर जान्छ। अरू टिपेर खान पनि मिल्दैन कि किनकि त्यो इलिगल हुन्छ नि त चोर खा जस्तो हुन्छ हुँदैन त्यस्तो। अब यस्तै छ जापानको यहाँ चाहिँ धेरै जस्तो छ सोकको लागि युज गर्दछु कि सोकको लागि चाहिँ फार्मिङ गर्छ अगाडि। म बस्ने घर अगाडि पनि छ कि खेत सानो खेत जस्तो त्यहाँ पनि कति धेरै फल्छ कि आफै आएर फलाउँछ फेरि सबै चिज फलाउँछ होइन। कहिले मकै फल्छ कहिले के फल्छ अनि फलफुलहरू पनि टन्नै फल्छ तर खाँदैन कि तर खाँदै खान्न। अनि अस्ति काम गरेर थियो अनि बाटोमा हिँड्दा फेरि सोधेको थियो कि अनि फेरि खानुहोस् त यहाँको भनेको। अनि फेरि नै खाँदैन म किन खाँदैन भनेको त यो मेरो सोक हो सोकको लागि पुरा गरेको भन्नु थियो। अब के गर्नु ठिकै छ त तर अब नेपालमा त अब के गर्नु खाइरहन्थे फलाउँथे। अब कोहीलाई सोकलाई कोहीलाई रहरले कोहीलाई करले भन्छ नि यस्तै हो यस्तै हो। हात दुख्यो मेरो समर्थन ट्राइपट्टि म बस्ने घर चाहिँ उतै हो होइन। अघि बिहान बनाएको पोल छ नि बिहान मान्छे बनाएको थियो यो पोलबाट चाहिँ यो गाडी ल्याएर यहाँ यो पोलमा मेन पोलमा जोडेर यो यहाँ पहिला घर थियो त्यो घर भत्काएर फेरि अब नयाँ घर बनाउनेवाला छ सायद। यही हो बारी मैले भन्छु नि सबै फल्छ कि यहाँ सबै टमाटर समटर सबै फलाउँछ तर खान्न। ऊ त्यो झ्याङ सुकेर कहिले खाएको छ ऊ त्यो अनारको बोटो छ कुहिएर फेरि गएर खसिहाल्छ तर खान्न। ल म रुममा पुग्यो अब रुममा पुग्यो अब खानासाना खाने हो बस्ने हो। ल बस्नु हजुर पनि राम्रोसँग। यदि भिडियो मन पऱ्यो भने लाइक सेयर एन्ड सब्सक्राइब गर्नु है। यति भन्दै आजको लागि भिडियो यहीँ म सघाउँछु। साइनारा।